जिल्ला प्रशासन कार्यालय सप्तरी विषय ध्यानाकर्षण। उपरोक्त विषयमा यही चैत 15 गते काठमाडौँको दिनकुलेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले सञ्चार माध्यम र सञ्चारकर्मीलाई निशाना बनाएको सरकारलाई अवगत छ। घटना विवरण: 1. भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको। 2. अन्नपूर्ण पोस्ट दैनिकको कार्यालय भवनको भुइँतल्लामा आगो लगाउनुको साथै ढुङ्गामुढा गरी क्षति पुर्याएको। 3. कान्तिपुर टेलिभिजनको भवनमा ढुङ्गामुढा गरी क्षति पुर्याएको। 4. हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी क्षति पुर्याएको। 5. पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिदिएको। 6. फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको। उल्लेखित घटनाप्रति नेपाल पत्रकार महासंघ गम्भीर छ। अत सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार समक्ष जान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चार माध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानूनी कठघरामा ल्याउन तथा क्षति पुर्याएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन महासंघ जोरदार माग गर्दछ। साथै विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानूनी कारबाही गर्न र भविष्यमा सञ्चार माध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन पनि महासंघ माग गर्दछ। हाम्रो माग एक साताभित्रै सम्बोधन हुने विश्वसनीय आधार निर्माण गर्न जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत नेपाल सरकार समक्ष आग्रह गरिन्छ। अन्यथा महासंघ सरकार विरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुनेतर्फ ध्यानाकर्षण गराइन्छ। सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष पेश गर्नुभएको यो ज्ञापन पत्रलाई ध्यानाकर्षण पत्रलाई म आज नै सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यालय समक्ष पुग्ने गरी प्रेषित गर्नेछु। ल अब हैन